आफूले घुरेर साउन्ड स्लिप नभएको अथवा अरूले घुरेर सुत्न नसक्नु भएको भए यसको कारण बुझ्न मेरो पहिलो भिडियो हेर्नुहोस्। आजको भिडियोमा यसको समाधानको बारेमा बताउँदैछु है त। भिडियो अन्तिममा एन्टी स्नोरिङ स्प्रिन्टले कसरी काम गर्छ बताउनेछु, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्कार, म डाक्टर सोनिया पौडेल, जर्मनीबाट। पहिलो समाधान त सुत्ने पोजिसन बदल्नुहोस्। उत्तानो परेर सुत्नुको सट्टामा साइडमा फर्केर सुत्न ट्राई गर्नुहोस्। यसको साथसाथै तौल नियन्त्रण गर्ने गर्नुहोस्। घाँटी वरिपरि बोसो बढ्दा सासको नली साँघुरो हुन्छ। थोरै तल घटाउँदा पनि घुर्ने धेरै कम हुन सक्छ। त्यसको साथसाथै रक्सी र धुम्रपान कम गर्नुहोस् वा बन्दै गर्नुहोस्। चिसो, एलर्जी वा नाक बन्द हुँदाखेरि बाफ लिने गर्नुहोस्। पर्याप्त निद्रा लिनुहोस्। हरेक दिन 7 देखि 8 घण्टा सुत्नुहोस्। अनि घुर्ने कम नभएमा यसले हाम्रो मानसिक अनि शारीरिक स्वास्थ्यलाई असर गर्ने भएकोले यो पिक्चरमा देखाए जस्तो एन्टी स्नोरिङ स्प्रिन्टको प्रयोग गर्नुहोस्। एन्टी स्नोरिङ स्प्रिन्ट सुत्दाखेरि तल्लो ज र जिब्रोलाई अलिकति अगाडि सार्छ। यसले घाँटीको सास जाने नली खुला राख्छ। सासको नली खुला हुँदाखेरि घुर्ने बन्द हुन्छ। मैले अघिल्लो भिडियोमा भने जस्तो स्लिप अपनियाको लक्षण भएमा चाहिँ सकेसम्म चाँडै डाक्टरलाई कन्सल्ट गर्नु।